कतिपय कुराहरू चाहिँ अब हामीले लर्निङ भनेको चाहिँ यो नेभर इन्डिङ हो होइन। कतिपय चाहिँ हामी अनि अब यो अहिले के भने सामानहरूलाई रियुज गर्ने रिसाइकल गर्ने हुनुपर्छ भन्ने खालको कन्सेप्ट पनि डेभलप भएको हो। र यो पुदिनाको यसरी रोप्दाखेरिमा राम्रो हुन्छ भनेर मैले नेटमा हेरेर सिकेँ हो। अब यसमा चाहिँ के भने बाटोमा फेला पारे एउटा कोकको बोतल मेरो दिमाग पनि फुरिगयो। फुरेपछि अनि लिएर आएर यसलाई झिरले तातो गरेँ र मल्टिपल पाल बनाएँ। बालुवा कम्पोस्ट मल मिलाएर चाहिँ यसमा भरेपछि अनि एउटा पुदिनाको हाँगा लिएर आएर धमाधम हालिदिएको 3 हप्ता जति भयो। अहिले यति मजाले फलेको छ। जसलाई पुदिना मनपर्छ यो टिपेर खान भइगयो। भनेपछि कोकको बोतल पनि बाटा सफा गर्ने भयो, फोहोर गर्ने भएन। र हामीले यसैलाई चाहिँ प्रयोग गरेर पनि पुदिना चाहिँ अब गरिब महिनामा पुदिना मिठै हुन्छ। मजाले बनाएर खान सकिन्छ। यो एउटा चाहिँ मलाई लाग्छ धेरैले कतिको जग्गा नहोला के नहोला एउटा ठाउँ झुन्ड्याएर राख्ने पुग्ने रहेछ। र यसरी चाहिँ यो पुदिना चाहिँ फलाउन सकिने रहेछ भन्ने लाग्यो मलाई।